नेपालको पर्यटन उद्योग जसले अर्बौं कमाउँछ, त्यो पैसा आखिर जान्छ कहाँ? के त्यो नाफा साँच्चै हिमाल खोलानालाको काखमा बस्ने स्थानीय मानिससम्म पुग्छ त? कि केही थोरै मान्छेको खल्तीमा मात्रै सीमित हुन्छ? आजको यो अङ्कमा हामी यस्तै प्रश्नहरूको जवाफ खोजिरहेका एक व्यक्ति राम पटेल र उहाँको आर्थिक न्यायका लागि गरिएको लामो सङ्घर्षको कथालाई केलाएर हेर्नेछौँ। यो पूरा कथा बुझ्नका लागि हामी केही चरणमा कुरा गर्नेछौँ। सुरुमा उहाँको आक्रोशको जड के हो त्यो हेर्नेछौँ। त्यसपछि संविधान र पर्यटनको सम्बन्ध के छ, अनि उहाँले के समाधान प्रस्ताव गर्नुभयो, त्यो समाधानका लागि कस्तो सङ्घर्ष भयो, र अन्त्यमा एउटा निकै महत्त्वपूर्ण तर अनुत्तरित प्रश्नमा पुग्नेछौँ। ल, सुरु गरौँ राजनीतिप्रतिको आक्रोशबाट। आखिर यो सबै निराशा र गुनासोको जड के हो त? यो कथाको स्रोतले सिधै राजनीतिक नेतृत्वमाथि औँला उठाएको छ, तर सायद हामीले सोचेको भन्दा अलि फरक ठाउँमा। निशानामा छन् देशका प्रमुख राजनीतिक दलहरू। राम पटेलको पूरै अभियान एउटा निकै शक्तिशाली विश्वासमा टिकेको छ। त्यो हो, अन्याय गर्ने भन्दा अन्याय सहने बढी दोषी हो। हेर्नुस् त, यो एउटै वाक्यले उहाँको सङ्घर्षको सबै कुरा बताउँछ। मनभित्र गढेको अन्यायको गहिरो महसुस र जे भए पनि चुप लागेर नबस्ने अठोट। अब यहाँनिर कुरा अलि घुम्छ। पटेलको मुख्य आरोप पुराना शीर्ष नेताहरूलाई होइन, बरु उहाँले औँला ठेडाउनु भएको छ पार्टीका दोस्रो पुस्ताका नेताहरूप्रति, चाहे त्यो एमाले होस्, काङ्ग्रेस होस् वा माओवादी। उहाँको भनाइमा यिनीहरूमा कायर अनि दास मानसिकता छ, जसले गर्दा कुनै पनि नयाँ परिवर्तन हुन सकेको छैन। ठिक छ, आक्रोशको कुरा त भयो, तर के यो केवल भावना मात्र हो त? होइन, यो अभियानको जगमा एउटा बलियो कानुनी आधार छ, जुन सिधै नेपालको संविधानसँग जोडिएको छ। राम पटेलको तर्कको सबैभन्दा बलियो खम्मा नै यही हो, हाम्रो आफ्नै संविधान। संविधानमा के लेखिएको छ भने, यदि कुनै पनि उद्योग हाम्रो प्राकृतिक स्रोत जस्तै हिमाल, नदी, जङ्गल यिनीहरूमा टिकेको छ भने त्यसबाट आउने फाइदा र त्यसको स्वामित्वमा स्थानीय समुदायको पहिलो हक लाग्छ। एकदमै स्पष्ट छ। त्यसो भए अब एउटा सिधा प्रश्न, के हाम्रो पर्यटन उद्योग प्राकृतिक स्रोतमा आधारित छ? अरे यो त सोध्नै पर्ने कुरै भएन नि, होइन र? हाम्रा हिमाल, नदी र जङ्गल बिना नेपालमा पर्यटनको कल्पनासम्म गर्न सकिँदैन। हो, यहीँनेर हो मुख्य तर्क। यदि पर्यटन प्राकृतिक स्रोतमा टिकेको छ भने संविधान अनुसार यसको आम्दानीमा स्थानीयको हक लाग्नु पर्यो। ल, समस्या पनि देखियो, त्यसको कानुनी आधार पनि थाहा भयो। अब पालो आयो समाधानको। त्यसो भए प्रस्तावित समाधान चाहिँ के हो त? यहाँ दुईवटा ठोस आर्थिक मोडेलहरूको कुरा गरिएको छ। यहाँ दुईवटा स्पष्ट बाटो देखाइएको छ, र रमाइलो कुरा के छ भने यी दुवै मोडेल हाम्रो जलविद्युत क्षेत्रमा पहिल्यै परीक्षण भएर सफल भइसकेका छन्। पहिलो हो पब्लिक कम्पनी मोडेल। यसमा के हुन्छ भने ठूला ठूला होटल वा पर्यटन व्यवसाय पब्लिक कम्पनी बन्नु पर्यो र स्थानीयलाई हकप्रद सेयर दिनु पर्यो, मतलब स्थानीय पनि मालिक बन्ने भए। दोस्रो हो सहकारी मोडेल। यसले चाहिँ गाउँठाउँमा कोप होमस्टे जस्ता पर्यटन सहकारीहरू खोल्न जोड दिन्छ। दुवैको उद्देश्य एउटै हो, पर्यटनबाट आएको पैसा सिधै स्थानीयको हातमा जाओस्। अब आइडिया त राम्रो थियो, समाधान पनि स्पष्ट थियो, तर के यतिले मात्र पुग्छ त? पुग्दैन। यो प्रस्तावलाई कागजबाट वास्तविकतामा उतार्नका लागि एउटा लामो र निकै कठिन सङ्घर्षको यात्रा सुरु भयो। त्यसो भए सबैभन्दा ठूलो बाधा के बनेर आयो त? यहाँनिर एउटा ठूलो विडम्बना छ। जोसँग परिवर्तन गर्ने अधिकार थियो, अर्थात् पर्यटन र सहकारी महासङ्घको नेतृत्व, त्यहाँ तिनै व्यक्तिहरू थिए जसलाई पटेलले सुरुदेखि नै आलोचना गरिरहेका थिए, उनै दोस्रो पुस्ताका नेताहरू। अब जसले यथास्थितिबाट फाइदा उठाइरहेको छ, उनीहरूले नै परिवर्तन किन चाहन्थे? प्रश्न यही थियो। यो सङ्घर्ष कतिसम्म भयो एकछिन हेरौँ। सायद यस्तो कुनै ढोका बाँकी थिएन जुन राम पटेलले घचघचाएनन्। एमालेको पार्टी मुख्यालय होस् वा काङ्ग्रेस र माओवादीका नेताहरू, राष्ट्रिय सहकारी महासङ्घदेखि होमस्टे महासङ्घ र नेपाल पर्यटन बोर्डसम्म हरेक सम्भावित ठाउँमा उहाँले आफ्नो प्रस्ताव पुर्याउनु भयो। 1-2 दिन होइन, वर्षौंसम्म। यति धेरै दौडधुप, यति धेरै प्रयास, आखिर नतिजा के भयो त? हात लाग्यो केवल निराशा। उहाँकै शब्दमा सुन्दा यो पीडा अझ प्रष्ट हुन्छ। वर्षौंदेखि बिन्ती भाव, मौखिक लिखित निवेदन दर्ता गर्दा समेत 2 वर्ष झुलाएको प्रमाण यी भिडियोहरूले आफै बोल्छ।
यो भनाइले नै काफी छ कति निरन्तर प्रयास भयो र कस्तो व्यवहार पाइयो भनेर बुझ्न। ल, हामीले समस्या हेर्यौं, संविधानको आधार हेर्यौं, समाधानको बाटो पनि देख्यौं र वर्षौंसम्मको सङ्घर्षको कथा पनि सुन्यौं। यो सबै कुरा सकिएपछि अब हामी एउटा यस्तो ठाउँमा आइपुगेका छौं जहाँ एउटा सिधा प्रश्न हाम्रो अगाडि तेर्सिन्छ। यति धेरै तर्क, यति लामो दौडधुप र वर्षौंको सङ्घर्षपछि यो पुरै कथा एउटै सरल तर निकै मार्मिक प्रश्नमा आएर टुङ्गिन्छ। राम पटेलको प्रश्न छ, ल भन्नुहोस् त, यो जायज छ? र अन्तमा यो एउटा व्यक्तिको कथा मात्र रहेन, यसले हामी सबैका लागि एउटा गहिरो प्रश्न खडा गर्छ जसले हाम्रो लोकतान्त्रिक प्रणालीको मुटुमै सुन्छ। जब कुनै एक नागरिकले तथ्य र तर्कसहित प्रणालीलाई चुनौती दिन्छ तब उसको आवाज सुन्ने जिम्मेवारी आखिर कसको हो?